किन बटो भरे ए खानु चिज बेलुका भयो अब ल नमस्ते नमस्ते सबैलाई। नमस्ते हजुर, नमस्ते। आवाज सर आएछ? क्लियर छ आवाज, साउन्ड? हेलो हजुर, नमस्ते। ठीक छ, क्लियर छ। नमस्ते। के एक मिनट सर, स्टार्ट गरौँ ठ्याक्कै 8 बजे। अनि सर तपाईँहरूतिर के छ, लाइट्स के छ, गएको छ कि कन्टिन्यू चलेछ? कन्टिन्यू छ यता अहिले त हेरौँ के हुन्छ। दीपक श्रेष्ठजी सर, तपाईँ के छ, तपाईँको बिजनेस सर कस्तो हो खास? अलिअलि बुझौँ। दीपक सर आवाज आएछ? आकाश केसीजी हेलो, आवाज आएछ सर? हजुर आइरहेछ। स्टार्ट गरेर है हो। अब म आफ्नो सानो एउटा इन्ट्रोडक्सन दिन्छु है। मेरो नाम मनोज धवल पर्यो होइन। म पेसाले एउटा आइटी प्रोफेसनल हो। खास वेबसाइट बनाउने, ग्राफिक्स बनाउने, एसइओ, त्यस्ता डिजिटल मार्केटिङ अलमोस्ट मेरो 4 साल प्लस एक्सपिरियन्स भएको छ कि डिजिटल मार्केटिङमा, वेब डिजाइनिङमा, ग्राफिक्समा है। हाम्रो एउटा डिजिटल मार्केटिङ एजेन्सी पनि छ। अनि यो हाम्रो क्लास स्टार्टिङ गर्नुको पर्पस के हो भने होइन, तपाईँहरूलाई कमभन्दा कम टाइममा, कमभन्दा कम एमाउन्टमा आफ्नो बिजनेसलाई आफै एड रन गर्नु। अरूले गर्छ भने चार्ज पनि लिन्छ होइन, स्क्याम पनि हुन्छ, तपाईँको रिस्क पनि हुन्छ, धेरै कुराहरू हुन्छ। एउटा जबसम्म तपाईँले एउटा जेन्युन एडभर्टाइजसँग काम गर्नुहुन्न भने अलि रिस्क हुन्छ। तपाईँहरूले फेस पनि गर्नु भयो होला कहिले कहिले यस्तो है। मसँग क्लाइन्टहरू आउँछन् होइन, अनि फेस गर्छन्, भन्छन् कि यस्तो यस्तो भएछ, पैसा खाइदिन्छ होइन, राम्रो रिजल्ट आएन, म आफै गर्न चाहन्छु। त्यही भएर अब काम गर्दै गर्दै मलाई कन्सेप्ट आयो अनि मैले क्लास स्टार्ट गरेँ। यो अलमोस्ट तपाईँको 5 दिनदेखि 7 दिनसम्म चल्छ। तपाईँको डाउट कस्तो छ त्यही हिसाबले यसलाई बढाउन पनि सकिन्छ। यसो छ कि 5 दिनमा हुन्छ, तपाईँको 7 दिनसम्म यसलाई बढाउन पनि सकिन्छ। अब यसको एड्सको पर्पस के हो भने, तपाईँको बिजनेसको लागि
एउटा नर्मल बिजनेस हुनुहुन्छ, बच्चाको पसल छ, सप छ, क्लोथिङ स्टोर छ, अनलाइन काम गर्न खोज्नुभएको छ, अनलाइन सेल्स गर्न खोज्नुभएको छ, त्यसको लागि धेरै बेनिफिसियल हुन्छ है। त्यति एडभान्स लेभलमा हुँदैन कि पुरै एउटा मल्टिनेसनल कम्पनीलाई ह्यान्डल गरोस्, त्यस्तो यसमा हुँदैन। तर त्यो सानो बिजनेस छ एउटा, तपाईँ अनलाइन बिजनेस चाहनुहुन्छ, अनलाइन सेल्स गर्न चाहनुहुन्छ होइन, त्यसको लागि धेरै एडभान्टेज हुन्छ अनि भएछ पनि। अनि अब पालो गरेर तपाईँहरू मलाई आफ्नो आफ्नो बिजनेसको बारेमा एउटा सानो भन्नु है, के को छ व्यापारहरू, के पर्पज हो होइन। ल है, विशाल राईसँग स्टार्ट गरौँ। विशाल सर। हजुर सर, नमस्ते। नमस्ते नमस्ते सर। म चाहिँ हाल काठमाडौँबाट। हजुर। म पनि तपाईँको आइटी प्रोफेसनल नै हो, म एज अ वेब डेभलपर हो। हजुर। अनि एउटा एजेन्सी खोल्ने भन्ने हाम्रो टिममा कुरा भएको थियो, त्यही भएर एजेन्सीको लागि चाहिँ अब एउटा मार्केटिङ स्पेसलिस्ट खोजिरहेको छौँ। हामीले खासै राम्रो भेटिनौँ, त्यही भएर आफै नै इनिसियल डेजमा गरौँ न भन्ने सोचले चाहिँ आफै चाहिँ अब यस्तो एडहरू सिकेर अब सम प्रडक्टहरू अथवा सर्भिसहरूको लागि चाहिँ हामीले एड रन गर्नको लागि चाहिँ सिक्नु खोजिरहेको थियो। तर योभन्दा अगाडि मैले धेरै टाइम चाहिँ फेसबुक एड रन गरिसकेँ, तर त्यस्तो प्रोपर टाइपको जस्ट रिजल्ट चाहिँ मलाई आएको छैन। मैले लगभग तपाईँको एड रन गर्न थालेको पनि लगभग 2 इयर्स जस्तो भइसक्यो, तर खासै राम्रो रिजल्ट नआएको कारणले गर्दाखेरि यसको इनडेप्थ के हो, अपडेट के आइरहेछ अहिले फेसबुकमा, त्यो सबै कुरा बुझ्न सकिन्छ कि तपाईँबाट भनेर त्यो कुराको लागि चाहिँ आएर जोइन भएको छु म। त्यो छ। ओके सर, थ्याङ्क यू सर। दिपक श्रेष्ठजी। हजुर नमस्कार सर। म चाहिँ यसो बुझौँ भनेर मात्रै हो के कस्तो रहेछ एडको बारेमा। ओके सर। शिवाजी। नमस्ते हजुर। नमस्ते नमस्ते सर। म शिव भूषाल, पश्चिम नवलपरासीबाट। हजुर। मेरो चाहिँ क्लथिङको होलसेल स्टोर छ सर। अब अहिलेको डिजिटल युगमा अब रेडियो टेलिभिजनबाट एड चलाएर अब खासै प्रगति पनि गरेर जस्तो लागेन। त्यही भएर अब यो फेसबुक सोसियल मिडिया मार्केटिङमा यो फेसबुक एडले चाहिँ कति हेल्प गर्दो रहेछ डेप्थबाट बुझौँ भनेर, अनि यदि राम्रै हुँदो रहेछ भने आफै एड पनि ट्राई गरौँ भनेर यसो तपाईँसँग कनेक्ट भएको छु। ओके सर। ओके, बाँकी त G3 अनलाइन सर, त्यसको नाम के पर्यो सर? G3 अनलाइन। हेलो नमस्ते, म चाहिँ अजय घिमिरे बुटोलबाट। हजुर हजुर। हजुर, म चाहिँ फोटोग्राफर हो, अनि फोटोग्राफरसँगै चाहिँ अब डिजिटल मार्केटिङ पनि गरौँ भनेर चाहिँ एज आफ्नो पनि पोस्टर बुस्ट गरौँ भनेर यो सिक्दैछु। ओके सर, ओके गुड। हजुर। अननोन पर्सन। हेलो सर, नमस्ते। नमस्ते नमस्ते। म चाहिँ यहाँ पोखरादेखि हो सर। हजुर। अनि मैले चाहिँ यो मेन पावरको लागि बुस्टहरू गर्नको लागि सजिलो होला यसो बुझौँ न भनेर। ओके ओके ओके, हुन्छ। अब मेन पावरको लागि होइन सजिलो सर हुन्छ स्पेसली, अनि अलि रिस्क पनि हुन्छ कि मेन पावरको लागि, त्यही भएर अलिक राम्रोसँग डाउट्सहरू भन्नु होला है यसमा। मेन पावरको लागि तपाईँको यो रियल इस्टेटको लागि होइन एडभर्टाइज अलि रिस्क हुन्छ, अलि राम्रोसँग गर्नुपर्छ त्यही भएर है। टिभिएस रेग्मी जी। हेलो सर। बीबीएस रेग्मीजी नाम लेख्नुभएको छ मोबाइलमा। विष्णु रेग्मीजी, राइट। विष्णु सर। नमस्ते नमस्ते। नमस्ते नमस्ते। हजुर सर, म बेलौरी कञ्चनपुरबाट सर। अनि सर त्यो के छ बिजनेस व्यापार? मेरो कम्प्युटर इन्स्टिच्युट हो सर। ए ओके ओके। मेरो पनि यही अनलाइन मार्केटिङकै लागि हो खास। ओके सर, ओके, त्यो बेस्ट हुन्छ है सबैको लागि अलमोस्ट होइन, रिक्वायर्ड कोर्स हो यो है। यसमा तपाईँको धेरै कन्फ्युजनहरू क्लियर हुन्छ। ल हेर एकछिन पछि तपाईँहरूको 5 दिनदेखि 7 दिनसम्म ट्रेनिङ चल्छ। त्यो तपाईँको बिहान 9 देखि 10 सम्म डाउट सेसन हुन्छ। तपाईँले केही पनि प्रब्लम छ भने, नबुझेको, प्र्याक्टिकली गरेको केही भएन भने तपाईँले अनलाइन आएर सोध्न सक्नुहुन्छ है।
अब तपाईलाई म आजबाट स्टार्ट गर्छु, जे प्रब्लम आउँछ, जे स्टेपमा भन्छु त्यो फलो गर्नु होला अनि बेस्ट हुन्छ है। अब हाम्रो एउटा सिम्पल स्टार्ट गरौँ। एउटा जस्तो हाम्रो कुनै पेज छ, जस्ट लाइक तपाईको एउटा यो हो बुटलको पेज हो, कन्स्ट्रक्सन कम्पनीको पेज हो। अब नर्मल बुस्टिङ अनि एड क्याम्पेन दुई थरीको हुन्छ। एउटा एडभान्स हुन्छ, तपाईको एउटा नर्मल बुस्टिङ हुन्छ। नर्मल बुस्टिङ भनेको तपाईको युट्युब हेरेर कोहीले भनिदियो हैन, सानो एआई सँग सोधेर राम्रोसँग हेरेर तपाईले गर्न सक्नुहुन्छ। त्यो नर्मल कुरा जसले पनि गर्न सक्छ। डलर कार्ड छ भने डलर कार्ड एड गर्ने कार्डमा, अनि युट्युब हेरेर एउटा सानो भिडियो हेर्नुहुन्छ भने क्लियर भइहाल्छ, नेपालीमा हिन्दीमा जुनसुकैमा हेर्नुहुन्छ क्लियर भएर अनि बुस्टिङ गर्न सकिन्छ। त्यो भनेको एउटा नर्मल बुस्टिङ हुन्छ। त्यसमा तपाईको अलमोस्ट भनेको 1 देखि 2 मिनेट। तपाईको प्रोफेसनल मान्छे छ भने एक्सपिरियन्स पाए 1 सालको 2 सालको एक्सपिरियन्स छ भने तपाईको 50 सेकेन्ड 30 सेकेन्ड पनि गरिदिन्छ। अब मेरो छ, अब जस्तो मैले गइराखेको पेजको बुस्टिङ छ, मलाई आइडिया हुन्छ के कसरी गर्ने, कुनलाई टार्गेट गर्ने होइन, तपाईको अलमोस्ट 30-40 सेकेन्डमा त्यो बुस्टिङ भइहाल्छ। अब तपाईँ कोही नयाँ मान्छे छ भने त्यसले गरेछ भने 1 मिनट 2 मिनटमा टाइम लिएर बुस्टिङ गर्न सकिन्छ। त्यो हुन्छ एउटा नर्मल बुस्टिङ। यो सबै हामी हेरेको हुन्छ पेजमा, हाम्रो बुस्टिङको अप्सन आउँछ, त्यहाँ खिच्ने अनि आफ्नो के रिक्वायर्ड छ, तपाईको लोकेसन कहाँ चाहिन्छ, जेन्डर के राख्नुहुन्छ, टार्गेटिङ के गर्नुहुन्छ, सबै कुराहरू मिलाउने अनि बुस्टिङ गरिदिने। त्यो हुन्छ तपाईको नर्मल बुस्टिङ। 1 देखि 2 मिनटसम्म टाइम लाग्छ एभरेजमा गर्दाखेरि। यो सिम्पल हुन्छ, एकदम सिम्पल हुन्छ, यो मोबाइल फ्रेन्डली हुन्छ। देन अर्को आउँछ हाम्रो एड मैनेजर। एकछिन है सर, यहाँ सरको एउटा जोइनिङ प्रब्लम आछ। जोइन जस्ट अ सेकेन्ड है। अनि एउटा हुन्छ हाम्रो अलि एडभान्स लेभलमा बुस्टिङ एड मैनेजर। तपाईहरु नाम सुन्नुभयो होला कहिले कहिले। एड मैनेजरबाट बुस्ट गर्ने, एड क्याम्पेन चलाउने, दुई थरीको बुस्टिङ हुन्छ। अब मेरो केसमा मसँग बुस्टिङ अलि तपाईको अलमोस्ट 30-40 वटा एडहरु चलिराखेको हुन्छन्। यस्तै तपाईहरु पनि ड्याशबोर्ड पाउनुहुन्छ अनि गर्नुहुन्छ। अनि यसको एडभान्टेज के हुन्छ है? यसको एडभान्टेज के हुन्छ भने तपाईको के बुस्टको एड क्याम्पेनको है, तपाईसँग बिजनेस छ, तपाईको बिजनेस छ, तपाईको दर्ता नभएको बिजनेस छ हैन, मजाले तपाईले अनलाइन सेलहरु गर्न सक्नुहुन्छ थ्रु बुस्टिङ। अहिले पनि म धेरै पेजहरुको अलमोस्ट मसँग 200 पेजहरु यहाँ एड छन्। कोहीले कसैको दर्ता बिजनेस छ, कोहीको राम्रो कम्पनी हो, कोहीको हैन म आफ्नै सामान मगाउँछन् अनि घरैबाट अनलाइन काम गर्छन्, राम्रो सेल्सहरु गर्छन्। सेम बुस्टिङबाट तपाईको एड क्याम्पेनबाट रिस्पोन्स आउँछ, कुरियरसँग कन्टेन्ट गर्ने, सामानहरु सेल्स गर्ने। एकदम सिम्पल हुन्छ यो बुस्टिङ भनेको। एडभान्स भनेको तपाईको सेम पर्पज हुन्छ, अलि यसमा तपाईको 10 देखि 15 मिनेटसम्म टाइम लाग्छ है। 10 देखि 15 मिनेटसम्म टाइम लाग्छ, किनभने त्यसमा एडभान्स फिचरहरु तपाईको रहेको हुन्छन्। एडभान्स फिचर भनेको तपाईको एड शेड्युलिङ, बजेट शेड्युलिङ, एडको फर्मेटहरु, कस्तो पोल देखाउने, कति बेल देखाउने हैन। म मेरो कस्टमर के छ भने बिहान फ्री हुन्छ, दिनभरि फ्री हुँदैन, म दिनमा म देखाउँछु अनि रातिमा देखाउँदैन हैन। म 24 घण्टामा 10 घण्टा मात्र रन गर्छु, अरु टाइम गर्दैन, किनभने 10 घण्टा मेरो यही टाइममा साथ बेलुकाको टाइममा अनि बिहानको टाइममा राम्रो रिजल्ट आउँछ। त्यस्तो अलि यस्तो फिचरहरु भएको बुस्टिङ गर्नको लागि, एड गर्नको लागि हामीले एडभान्स क्याम्पेन एड गर्छौं। एड मैनेजरबाट हामी एड गर्छौं, बुस्ट गर्छौं है। दुई थरीको हुन्छ। म तपाईलाई यो पनि बताउँछु, सिम्पल वाला पनि, अनि यो पनि बताउँछु। तपाईलाई जुन कम्फर्टेबल लाग्छ, जुन सिम्पल लाग्छ हैन, त्यो अप्लाई गर्नु होला।
ओके। अब हामी यसमा दुईटा सिक्छौँ है, एउटा फेसबुक एड्स या बुस्ट, पुरै एउटै हो, तर एड्स भनेको अलि एडभान्समा हुन्छ, बुस्ट भनेको सिम्पलमा हुन्छ। कोहीले बुस्ट बन्यो भने त्यही पेजवाला बुस्ट बटन खिच्ने अनि बुस्ट गरिदिने। एड्स भनेको अलिक प्रोफेसनल लेभलमा हुन्छ, अलि एडभान्स लेभलमा बुस्ट गरिन्छ यसलाई। यसमा धेरै फिचरहरू हुन्छ, टाइम पनि लाग्छ, यसमा कम टाइम लाग्छ, फरक त्यही हुन्छ। सेम यसमा इन्स्टाग्राम बुस्टिङमा यसलाई पनि हामी 3-4 तरिकाले बुस्टिङ सिक्छौँ। इन्स्टाग्रामको कुन तरिकाले बुस्ट गर्ने। अनि हाम्रो मेटा एड्स भनेको तपाईँको 3-4 वटा आउँछ। माने तपाईँको व्हाट्सएप आयो, इन्स्टाग्राम आयो, सोसल मिडियामा इन्स्टाग्राम आयो, फेसबुक आयो, तपाईँको यो मेसेन्जर आयो, तपाईँको यो मेटा एड्सको पार्ट हो, सोसल मिडियाको पार्ट्स हो। त्यसमध्ये व्हाट्सएप पनि हुन्छ, तर व्हाट्सएपमा एड रन गर्न सिम्पल हुन्छ, तर त्यसमा फाइदा हुँदैन, त्यो मनी लस मात्रै हुन्छ। त्यही भएर मैले यसमा व्हाट्सएप इन्क्लुड गरेन। स्टार्टिङमा मैले गरेको थिएँ पहिलोको ब्याचमा, अनि सबैले कम्प्लेन गरेँ होइन सर यसमा त्यस्तो रिसोर्स आएको छैन, यसलाई छोडिदिने। अनि मैले त्यसलाई ड्रप गरेँ। तपाईँको यसमा फेसबुक अनि इन्स्टाग्राम दुईवटा बुस्टिङ एडभान्स लेभलमा, बेसिक टु एडभान्स लेभलमा सिक्नुहुन्छ। अब हामी सोसल मिडियामा मतलब तपाईँको के अरे मेटा एड्समा किन एड रन गर्छौँ भने त्यसको केही रिजनहरू हुन्छ, केही कारणहरू हुन्छ। तपाईँको टिकटक पनि छ, गुगल पनि छ, युट्युब पनि छ, त्यहाँ पनि रन गर्न सकिन्छ। एउटा बेसिक लेभलमा हामीले सोसल मिडियामा किन गर्छौँ भने एक्सपेन्सिभ तपाईँको रिच हुन्छ। यहाँ तपाईँको फेसबुकको, इन्स्टाग्राम तपाईँको अरबौँ मान्छे छ तपाईँको वर्ल्डभरिमा। धेरै मान्छेले तपाईँको 100 मध्येलाई सोध्नुहुन्छ भने 100 मध्ये तपाईँको 90-95 जनाले इन्स्टाग्राम, फेसबुक त कम्पलसरी हो, अनि व्हाट्सएप युज त हुन्छ, उहाँको मोबाइलमा रहेको हुन्छ। त्यही भएर यसको धेरै अडियन्स छन्, धेरै टार्गेटिङ गर्न मिल्छ। त्यही भएर हामीले एउटा रिजन हुन्छ हामीले चुज गरेको फेसबुकलाई, सोसल मिडियालाई, मेटा एड्सलाई। एडभान्स टार्गेटिङ यसमा अप्सन दिएको हुन्छ। एडभान्स भने टार्गेटिङ भनेको तपाईँको आफ्नो कस्टमरलाई टार्गेटिङ गर्नु छ है। मेन तपाईँको के अरे मेटा एड्समा सबभन्दा महत्त्वपूर्ण भन्नु पऱ्यो भने मोस्ट इम्पोर्टेन्ट पोइन्ट टार्गेटिङ नै हो। मेन टार्गेटिङ नै हो। तपाईँको पेमेन्ट भन्दा, पैसा भन्दा, लोकेसन भन्दा तपाईँको मेन टार्गेटिङ नै हो। जबसम्म तपाईँले आफ्नो अडियन्सलाई टार्गेट गर्नुहुन्न भने तबसम्म तपाईँको एड सक्सेस हुँदैन है। मेन तपाईँको टार्गेटिङ नै हुन्छ। तपाईँलाई बेच्नु छ, कार बेच्नु छ, सपोज तपाईँको कारको सोरुम छ, बेच्नु छ, कार बेच्नुहुन्छ भने अब तपाईँ मिडल क्लास होइन स्टुडेन्टलाई जसको त्यस्तो के अरे त्यसको हैसियत भन्छ नि, हैसियत छैन भने त्यो किन्न त्यसलाई देखाउनुहुन्छ भने त्यसको फाइदा हुँदैन। किनभने हामी राइट टार्गेट गरेनौँ है। मेन त्यही हुन्छ। तपाईँको प्रोडक्ट वाइज सरको भन्नुभयो उहाँको एजुकेसनल इन्स्टिट्युट छ, कसैको डिजिटल मार्केटिङ एजेन्सी छ, कसैले आफ्नो अनलाइन गर्न चाहन्छ होइन। त्यस्तो केसमा तपाईँले राइट अडियन्स चुज गर्नुपर्छ। त्यसको राइट अडियन्स चुज गर्नुहुन्न भने तपाईँको एडको मतलबै हुँदैन। जति पनि पैसा फाल्नुहुन्छ, जति पनि लोकेसन गर्नुहुन्छ, त्यसको रियल भनेको शून्य आउँछ, 0 आउँछ। त्यही भएर कुनै पनि एड्समा गुगल एड्स होस्, मेटा एड्स होस् होइन, जुनसुकै एड्स होस्, तपाईँको एडभान्स टार्गेटिङ अप्सन भनेको धेरै इम्पोर्टेन्ट हुन्छ। त्यही भएर यसलाई राम्रोसँगले पछि हामी सम्झन्छौँ। यसलाई नोटिस गर्नु होला। देन आउँछ मल्टिपल एड्स फर्मेट। हामीले यसमा तपाईँको सोसल मिडियामा धेरै फर्मेटहरू हुन्छ। स्टोरी हुन्छ, फिड हुन्छ, तपाईँको रिल हुन्छ। धेरै एडहरूमा हामीले देखाउन सकिन्छ कस्टमरलाई फोटो, भिडियो। त्यही भएर एउटा तेस्रो रिजन यो पनि हुन्छ। देन सिम्पल एउटा कस्ट इफेक्टिभ, सबैले मनपर्ने कस्ट इफेक्टिभ हुन्छ भनेको सस्तो हुन्छ। तपाईँले डेलीको $1 भनेको तपाईँको अलमोस्ट 158 मा 160 ट्याक्स लिएर तपाईँको खर्च हुन्छ। त्यति मिनिमम हामीले स्पेन्ड गरे पुगिहाल्छ। मिनिमम $1 बाट हामीले एड रन गर्न सकिन्छ। त्योभन्दा कमले सकिन्न, त्योभन्दा बढीले जति पनि सकिन्छ, त्योभन्दा कमले मिल्दैन। त्यही भएर अलिक सस्तो भएर अरू केसमा, गुगलको केसमा, टिकटकको केसमा यो सस्तो हुन्छ। त्यही भएर अलिक इफेक्टिभ पनि हुन्छ। यो सबैले गर्न मिल्छ यसलाई। अब हामी त इन्डियामा हेऱ्यौँ भने सेम यही कस्टमा गर्नको लागि
उसलाई हामीले इलिगली गऱ्यो भने अलमोस्ट 180 170सम्म जान्छ इन्डियन करेन्सीमा कम्पेयर गर्यो भने। तर नेपालमा अलिक सस्तो छ, त्यहाँ 18% GST लाग्छ, यहाँ तपाईँको 13% भ्याट लाग्छ है। बुझ्नुभएको छ? एकचोटि कन्फर्म गर्नुहोस् त विशाल सर। यस सर, बुझिरहेको छु। देन हाम्रो आउँछ के चाहिन्छ हामी एउटा मेटा एड्स रन गर्नको लागि, फेसबुक एड रन गर्नको लागि, इन्स्टाग्राम एड रनको लागि हामीलाई के कुरा इम्पोर्टेन्ट हुन्छ। पहिला त हामीलाई एउटा पर्सनल एकाउन्ट चाहिन्छ है। तपाईँको पर्सनल आइडी, पर्सनल फेसबुक आइडी हुन्छ नि, त्यसैले पर्सनल एउटा फेसबुक एकाउन्ट चाहिन्छ, पर्सनल एउटा इन्स्टाग्राम एकाउन्ट चाहिन्छ, दुईवटा बिजनेस वाट्सएप है, नट नर्मल वाट्सएप, ओन्ली बिजनेस वाट्सएप। यो पनि हामी बुझ्छौँ डिटेलमा, नर्मल वाट्सएपमा अनि बिजनेस वाट्सएपमा फरक के हुन्छ होइन। अनि मेन तपाईँको मोस्ट के अरे पेमेन्ट मेथड भनेको डलर कार्ड राइट। यो हाम्रो बजेट हो, यो हामीलाई चाहिन्छ, पैसा दिनुपर्छ फेसबुकलाई, त्यसो चाहिन्छ हामीलाई। देन प्रोसेस के हुन्छ डलर कार्डको। अब हरेक ब्याङ्कले डलर कार्ड इस्यु गर्छ है, हरेक तपाईँले जुनसुकै ब्याङ्क होस् तपाईँको डलर कार्ड इस्यु गर्छ। तर डिफरेन्ट के हुन्छ भने कसैले फिजिकल गर्छ, कसैले भर्चुअल गर्छ या अनलाइन गर्छ। भर्चुअल भनेको तपाईँको मोबाइल ब्याङ्किङमै तपाईँको डलर कार्ड इन्क्लुड हुन्छ, फिजिकल भनेको तपाईँको ATM कार्ड जस्तै हुन्छ। जुन मध्ये तपाईँको ग्लोबल IME, नबिल ब्याङ्क, NNB ब्याङ्क, तीनटा ब्याङ्क अलि मैले रोजेको किनभने मैले यसलाई एक्सपिरियन्स गरेको छु होइन, मैले यसमा अप्लाई गरेको छु, बनाएको छु, त्यही भएर यो अलि सजिलो हुन्छ अरू ब्याङ्कभन्दा। यो तीनटैले भर्चुअल अप्लाई गर्छन्, हामीले अनलाइनबाट सबै कुरा गर्न मिल्छ। त अरू ब्याङ्क भयो जस्तै तपाईँको प्रभु ब्याङ्क भयो, त्यसमा गर्नुहुन्छ भने तपाईँलाई घरिघरि ब्याङ्क जानुपर्छ, फर्म भर्नुपर्छ, त्यहाँ सबमिट गर्नुपर्छ, त्यसपछि तपाईँको 12 घन्टा 10 घन्टा 5 घन्टा पछि त्यहाँ अप्लाई हुन्छ, प्रोसेसमा जान्छ। तर योमा तपाईँले तुरन्तै जस्ट अ सेकेन्डमा तपाईँले लोड गर्न सक्नुहुन्छ, त्यही भएर यो सजिलो हुन्छ। फिजिकल कार्ड इस्यु गरेमा तपाईँको कार्ड हेराउन पनि सक्छ, ड्यामेज पनि हुनसक्छ, कसैले पायो भने मिसयुज पनि गर्न सक्छ। तर भर्चुअलमा के हुन्छ भने तपाईँको मोबाइल ब्याङ्किङमै सबै कुरा सेभ हुन्छ, त्यही भएर म के गर्छु भने तपाईँ जहिले पनि भर्चुअल कार्ड नै युज गर्नु। अनि अरू फरक के हुन्छ भने तपाईँको हरेक ब्याङ्कको चार्ज फरक हुन्छ है। कसैले इस्यु चार्ज 1000 रुपियाँ लिन्छ, कसैले 500 लिन्छ, कसैले 1500 लिन्छ, कसैले 2000 लिन्छ, हरेक ब्याङ्कको फरक हुन्छ। जस्तो तपाईँको यसको भयो 500 लिन्छ, यो पनि 500 लिन्छ, यो पनि तपाईँको 1000सम्म पहिले लिन्थ्यो, अहिले खोइ थाहा भएन कति लिन्छ। तपाईँको 500 लिन्छ, त्यो चार्ज काटिहाल्छ स्टार्टिङमा अप्लाई गर्दाखेरि तपाईँको ब्याङ्क डलर कार्डको लागि। त्यसपछि आउँछ अप्लाई गरेपछि तपाईँको के अरे टपअपको आउँछ। तपाईँको एकाउन्टमा जुन एमाउन्ट हुन्छ, जुन नेपाली एमाउन्ट हुन्छ, नेपाली रुपियाँ हुन्छ, त्यहीलाई हामीले कन्भर्ट गरेर डलरमा रूपान्तरण गर्ने हो, डलरमा ल्याउने हो। त्यहाँ हामी मोबाइल ब्याङ्किङमा सबै सुविधाहरू हुन्छ, जुनमा तपाईँले अप्लाई गर्नुहुन्छ त्यहाँ सबै सम्झाइदिन्छन्। तपाईँले भिडियो पनि हेर्न सक्नुहुन्छ, त्यहाँ अप्सन पनि हुन्छ, बुझिहाल्नुहुन्छ। त्यहीलाई के अरे कन्भर्ट गरेर डलर बनाउने हो। अनि त्यसलाई भनिन्छ टपअप। जब हामी नेपाली करेन्सीलाई डलरमा कन्भर्ट गर्छौँ भने त्यसलाई टपअप भनिन्छ। टपअप पनि चार्ज लाग्छ, कसैले 250 लिन्छ, कसैले 500 लिन्छ, त्योभन्दा बढी लिँदैन। फर्स्ट टाइम फ्री हुन्छ। अनि पटक गर्नुहुन्छ भने 500 400 मिनिमम प्राइस हो, त्यो लिन्छन्। अरूको 250, कुनै 250 लिन्छन्, अरू ब्याङ्कले 250 लिन्छ, अनि के अरे यसले नबिलले 500 लिन्छ। तपाईँले यो ब्याङ्कहरूले 500सम्म डलर दिन्छन्, 500 डलर है। 500 भनेको तपाईँको अलमोस्ट 70,000 72,000 रुपियाँ हुन्छ नेपालीमा, सालभरिमा युज गर्नको लागि है। तर यो भनेको एउटा के अरे बिजनेसम्यान हुनुहुन्छ तपाईँ, त्यसको लागि बेस्ट छ। बट एउटा एडभर्टाइजरको केसमा तपाईँ एउटा विज्ञापन गर्नुहुन्छ, तपाईँको कम्पनी छ, तपाईँको पसल छ, त्यस केसमा
यो काम लाग्दैन। किनभने तपाईँको 500 सालभरिको लागि त धेरै कम हुन्छ। तपाईँको काम गर्नुहुन्छ भने कन्टिन्यू तपाईँको 4 दिनमा 2 दिनमा 500 ब्याजिन्छ। त्यसको लागि अरू अप्सन हुन्छ। तर तपाईँ एउटा बिजनेस चलाउनुहुन्छ भने 500 ठिकठाक हुन्छन्। अरू चाहिन्छ भने तपाईँको साथीभाइको तपाईँको घर परिवारको एकाउन्ट खुलाएर तपाईँले निकाल्न सक्नुहुन्छ, अप्लाई गर्न सक्नुहुन्छ। यो हुन्छ तपाईँको डलर कार्डको प्रोसेस। तपाईँले एउटा के अरे पेन कार्ड चाहिन्छ, पेन कार्ड लिएर जानुहुन्छ ब्याङ्कमा। यसमा नबिलमा जानु पर्दैन, गोल्डमा पनि जानु पर्दैन, अनि यसमा जान पर्छ, अरू भन्नु पनि जान पर्छ। तर यसमा तपाईँको मोबाइल ब्याङ्किङबाट छ भने अनलाइन नै अप्लाई गर्न सक्नुहुन्छ। पेन कार्डको फोटो खिचेर अप्लाई गर्न सक्नुहुन्छ। तपाईँको केही टाइममा एक्टिभ भइहाल्छ त्यो डलर कार्ड। अब यतिमध्ये मलाई भन्नुहोस् तपाईँको केही छ जिज्ञासा, डाउट्स केही छ भने भन्नु है, पालो पालो। हेलो सर। हजुर, जस्तै हामीले एड अकाउन्ट चाहिँ इन्डियाको युज गर्छु भनेर कस्तो त्यो केसमा के गर्नु पर्ला हामीले? के भन्नुभयो सर? सरी, मैले एड अकाउन्ट चाहिँ इन्डियाको युज गर्छु भन्दाखेरि चाहिँ त्यसलाई चाहिँ के गरेर ठिक हुन्छ? जस्तै मैले अस्ति रन गरिरहँदाखेरि डलर मेरोमा सक्यो। डलर सकिसकेपछि मेरो एड अकाउन्ट चाहिँ डिसेबल गरिदिएको छ। ड्युरिङ तपाईँले पे नगरेसम्म चाहिँ म तेरो अकाउन्ट चाहिँ एक्टिभ गरिदिँदैन भनेर फेसबुकले भनिरहेछ होइन। अब त्यो केसमा अब मैले त्यो $2 तिर्नै पर्यो, तिरेपछि मात्रै फेरि एक्टिभ हुन्छ। अब यो केसमा यसलाई मैले छोडेर यो एड अकाउन्ट छोडेर चाहिँ म फेरि नेक्स्ट कुनै एउटा कन्ट्रीको पैसा हाल्न मिलिजाने। अब तपाईँको अहिले $500 कुरा गर्नुभयो। यहाँ अस्ति मैले एउटा कन्सल्टेन्सीको गरिदिएको थिएँ हाम्रो एजेन्सीबाट। उहाँहरूले चाहिँ महिनामा $1500 खर्च गर्नुहुँदो रहेछ एडमा होइन। अनि हो यो केसमा चाहिँ मैले चाहिँ यसो विचार गरेर इन्डियादेखि गऱ्यो भने सहज हुन्छ कि कसरी नेपालमा त्यो के छ त्यसको सुविधा, त्यो खालको क्वेसन छ के गर्न सकिन्छ त्यो केसमा चाहिँ? भोलि त हामीले सर्भिस दिने हो नि त। हजुर हजुर हजुर। यसमा केसमा के हुन्छ भने तपाईको यो पठाउँछन् तपाईको एड अकाउन्टको सेटअप हुन्छ के। फर्स्ट अफ अल तपाईको एड अकाउन्ट इन्डियाको छ भने इन्डियाको युज गरे हुन्छ है। इन्डियामा तपाईको लिमिट छ, जति पनि करोडौं खर्च गर्नु हैन केही पनि फरक पर्दैन है, त्यहाँ फाइदा छ। तर तपाईको एड अकाउन्ट चाहिँ इन्डियाको हुनु पर्यो। फेसबुकको हिसाबले, फेसबुक पोलिसीको हिसाबले तपाईको एड अकाउन्ट इन्डियाको हुनु पर्यो। कुनै पनि एड अकाउन्टमा तपाईको एउटा फिचर हुन्छ त्यहाँ। मैले यहाँ बिलिङमा क्लिक गरे, अकाउन्ट्समा गए, यो सेटअप तपाईहरुले सिक्नुहुन्छ पछि त्यो भइहाल्छ। जस्तो यहाँ के छ भने एड्रेसमा नेपाल छ राइट। तपाईको यहाँ इन्डिया हुनु पर्यो है। इफ तपाईले इन्डियन करेन्सी युज गर्नुभछ भने तपाईको एड अकाउन्ट चाहिँ इन्डियनको हुनु पर्यो, इन्डियाको नम्बरबाट, इन्डियाको फेसबुक आइडीबाट हुनु पर्यो। त्यस्तो तपाईले गर्नुहुन्न भने काम त गर्छ, आए त चल्छ, तर पछि तपाईको अकाउन्ट नै सस्पेन्ड गरिदिन्छ फेसबुकले। एड अकाउन्ट है, नट आइडी। त्यही भएर तपाईको जुन कन्ट्रीमा हुनुहुन्छ, जुन देशमा हुनुहुन्छ है, त्यो देशमा त्यो करेन्सी भ्यालिड छ कि छैन, त्यहाँको सरकारले त्यो मान्यता दिएछ कि दिए छैन, दिए छैन भने त्यो इलिगल हो। कसैले तपाईलाई चलाउनुहुन्छ एड 1 2 3 4 दिन 5 महिना 2 महिनासम्म चलाउनुहुन्छ, कुनै बेला त्यो नोटिस गरे भने फेसबुकले तपाईको के रे अकाउन्ट सस्पेन्ड गरिदिन्छ है। यसको अप्सन के छ भने म भन्दैछु है, यसको अप्सन के छ भने तपाईको अनलिमिटेडको लागि मैले पहिले भने बिजनेसको लागि 500 त पुगिहाल्छ। तर तपाई एउटा के रे एडभर्टाइजर हुनुहुन्छ भने, मार्केटिङ एजेन्सी छ भने 500 भनेको केही पनि हुन्न है। 500 भनेको केही पनि हुन्न। तपाईको एक हप्ता पनि चल्दैन 500। कुनै क्लाइन्टले भनिदियो मेरो 500 को बुस्ट गरिदिनुस्, सक्यो होला, अब के गर्नुहुन्छ? त्यही भएर जहिले पनि के रे यो तपाईको त्यसको लागि 3टा अप्सन हुन्छ। एउटा हुन्छ तपाईको बैंक अकाउन्टले 5000 सम्म तपाईलाई
के अरे डलर प्रोभाइड गराउँछ, तर त्यसको टर्म्स एन्ड कन्डिसनहरू हुन्छ। के हुन्छ भने तपाईको बिजनेस दर्ता हुनु पर्यो अनि तपाईले बाहिरबाट डलर भित्र आउनु पर्यो नेपालमा। तपाईले फ्रिल्यान्सर काम गर्नुभएको छ भने बाहिरबाट डलर आयो भने भित्रै तपाईले डकुमेन्टहरू पेश गर्नुहुन्छ भने तपाईको त्यसले बढाइदिन्छ, 5,500 देखि 5,000 सम्म गरिदिन्छ त्यसले। त त्यही हो, बाहिरबाट काम गरेको प्रुफहरू देखाउनु पर्यो, मैले पेमेन्ट रिसिभ गरेँ यो ब्याङ्कमा बाहिरको क्लाइन्टबाट। त्यस्तो केसमा 5,000 सम्म हामीले लोड गर्न मिल्छ। बुझ्नुभएको छ कुरा? हजुर हजुर। अनि अर्को अप्सन के हुन्छ भने एड अकाउन्ट है। तपाईले एड अकाउन्ट पनि बाई गर्न सक्नुहुन्छ। जस्तो कुनै कम्पनीले एड अकाउन्ट सेल गर्छ, तपाईको डलरको जुन रेट चलेछ त्यस रेटमा तपाईको 5%, 10% एड गरेर आफ्नो सर्भिस चार्ज, आफ्नो चार्जहरू एड गरेर तपाईलाई एड अकाउन्ट दिन्छन्। त्यस भनेको अनलिमिटेड हुन्छ, जति पनि खर्च गर्नु, तर त्यसमा रिस्क हुन्छ है। फर्स्ट अफ अल त्यो कम्पनी कस्तो हो, कहाँको कम्पनी हो, नेपालको कि बाहिरको हो, त्यसको वेबसाइटहरू के छ, सर्भिसहरू कस्तो दिएछ, रिभ्यूहरू कस्तो छ हैन, त्यो सबै कुरा बुझेर मात्र त्यो गर्नुपर्छ। न त यो 90% केसमा यो स्क्याम हुन्छ एड अकाउन्टमा है, त्यो स्क्याम हुन्छ। तपाईँको नेपालमा पनि धेरै छन् एड अकाउन्ट प्रोभाइड गराउने, तर त्यहाँ गएर जुन तरिकाले मिटिङ गरेर बुझेर सबै कुराहरू एड अकाउन्ट किन्न सकिन्छ। उसलाई हामीले पैसा तिर्दै नेपाली करेन्सीमा हाम्रो अकाउन्टमा उसले डलर लोड गरिदिन्छ। त्यो हुन्छ जस्तै हामीले त्यो किनेको एड छ नि, त्यो एडमा चाहिँ उसले पैसा लोड गरिदिनु है, त्यति हो हैन? हैन, तपाईले एउटा अकाउन्ट दिन्छ के है, तपाईलाई एउटा बिजनेस पोर्टफोलियो दिन्छ, त्यो पनि म सिकाउँछु बनाउन कसरी बनाइन्छ। त्यो दिन्छ, त्यसको 100 दिएपछि त्यसमा पैसा हाल्दै गर्छ, तपाईँ बुस्ट गर्दै गर्नु। जस्ट लाइक तपाईले एउटा एटिएम कार्ड दिन्छ, त्यसले एटिएम कार्ड दिदियो, तपाईँ खर्च गर्नुहोस् अनि पैसा हाल्दै गर्नुहोस्। क्रेडिट कार्ड भयो, एटिएम कार्ड भयो, त्यस्तै दिन्छ है। तपाईँको आइडीमा त्यो अट्याच भइहाल्छ, त्यसमा तपाईँ बुस्ट गर्नुहोस्, त्यो लिमिट सकेपछि रिचार्ज गर्नु अनि भइहाल्छ। रिचार्ज गर्दाखेरि चाहिँ फेरि हामीले उनीहरूलाई नै भन्नुपर्छ कि उनीहरूले गरिदिन्छ? हामीले भन्नुपर्छ मेरोमा $5 लोड गरिदिनुहोस् अनि उसलाई उसको क्युआरमा पैसा हालिदिनुहोस् अनि हालिदिन्छ, उसले लोड भइहाल्छ है। यो भनेको दोस्रो तरिका हो। तेस्रो के हुन्छ भने, तेस्रो भनेको तपाईँको आफ्नो कार्ड हुनु पर्यो, पाइनर कार्ड हुनु पर्यो, मास्टर कार्ड हुनु पर्यो। त्यसमा के अरे गुगलबाट काम गरेको पैसाहरू, जस्तो कि तपाईँको वेबसाइट छ, ब्लगिङ गर्नुहुन्छ भने, युट्युब च्यानल छ भने युट्युब च्यानलबाट पैसा आउँछ, त्यसमा पैसा हाल्नुहोस्, कार्डमा लोड गर्नुहोस् अनि त्यहीलाई यहाँ आएर खर्च गर्नुहोस्। त्यो तेस्रो अप्सन हुन्छ है। यो 3टा अप्सन हुन्छ। 3टा मध्ये तपाईँको एड अकाउन्ट अलि रिस्की हुन्छ, तर राम्रो पायो भने त्यो बेस्ट हुन्छ अनलिमिटेड स्पेन्डको लागि। त्यसमा लिमिट हुँदैन, जति पनि खर्च गर्नुहोस्, सालको 5,000 गर्नुहोस्, $5 लाख गर्नुहोस्, त्यसमा केही लिमिट हुँदैन। क्लियर हुनुभयो विशालजी? हजुर हजुर। ल है, नेक्स्ट अब कसै केही छ डाउट? केही छ सानो थिनो केही छ, जे पनि छ भन्नु है। जस्तै सर एउटा वान क्वेसन फेरि मेरो, हजुर, यो जस्तै हामीले जस्ट एडहरू क्रिएट गर्छौँ, यो पोर्टफोलियोहरू जस्तै मसँग लगभग 16-20वटा जस्तो पेज छ। म यो 20वटा पेज चाहिँ एउटा अकाउन्टदेखि गर्छु, बिजनेस पोर्टफोलियो भन्ने हुन्छ नि हो, त्यसमै सबै राखेर गर्दाखेरि बेटर हो कि त्यसलाई चाहिँ जस्ट अब म चाहिँ 4वटा बिजनेस पोर्टफोलियोमा चाहिँ यो सबैलाई डिभाइड गरेर त्यसरी गर्दाखेरि एउटाले मात्रबाट गर्नु होइन, एउटामा क्यालेक्ट गर्नु, एउटामा केही इस्यु आयो भने अर्को युज गर्नु है, त्यस्तो केही। जस्तै अनि कुनै तपाईँको चाहिँ जुन एड अकाउन्ट मल्टिपल बनाउनु दिँदैन नि तपाईँको बिजनेस पोर्टफोलियोमा चाहिँ, जस्तै मैले त्यो इस्यु फेस गरेको छु, मल्टिपल तपाईँको दिएको छैन कि, जस्तै मल्टिपल एड अकाउन्ट चाहिँ भित्र गइसकेपछि हामीले बिजनेस पोर्टफोलियो बनाउँछौँ होइन, हो त्यसपछि त्यहाँभित्र गएर तपाईँको त्यो अप्सन चाहिँ दिँदैन क्या तपाईँको। ए ओके ओके, त्यो सबै क्लियर हुन्छ है। हामी लाइभ गर्छौँ कि तपाईँको एड अकाउन्ट बनाउने होइन, बिजनेस पोर्टफोलियो यहाँ लाइभ गर्छौँ कि है, त्यो सबै क्लियर हुन्छ है, एकदम मजाले हुन्छ। ओके हुन्छ हुन्छ। अरू कसैको डाउट छ? दिपकजी के छ? सर हेर्दैछु सर, छैन सर छैन।
शिवाजी ठिक छ सर, अहिलेसम्मलाई क्लियरै छ। ल है अब म एउटा लाइभ देखाइदिन्छु। जस्तो एउटा मैले गरिराखेको अलमोस्ट 1 सालभन्दा प्लस भयो है, एउटा पेज छ, यो क्लोथिङ स्टोरको हो हैन, यो लेडिज क्लोथिङ स्टोर, वुमेन क्लोथिङ स्टोरको एउटा पेज हो। अहिले मैले गरेको 1 सालभन्दा प्लस नै भइसकेको छ। यो उहाँको मैले स्टार्ट गरेको थिएँ, 900 फलोवर्सहरू थिए, अलि 900 फलोवर्सहरू थियो। यहाँको फिजिकल स्टोर थियो अनि यहाँले अनलाइन गर्न सोच्नुभयो अनि मैले यहाँसँग मिटिङ गरेर यसलाई अनलाइन गरिदियो भनेको बुस्टहरू कन्टिन्यू यहाँको चलेको हुन्छ। अब यहाँको रिजल्ट हेर्नुहुन्छ भने जस्तो यहाँ भयो बिजनेस पोर्टफोलियो, सरी मेटा बिजनेस सुटमा यहाँ क्लिक गर्नु अनि यहाँ जानुहोस्, एड्समा म गएँ। अब यहाँको एड अहिले दुईवटा एड टिप्स छ, यहाँ कन्टिन्यू चलेको हुन्छ एडहरू, यहाँको कन्टिन्यू चलेकै एड हुन्छ, कहिल्यै पनि रोक्नुहुन्न है। एउटा सक्नेवाला हुन्छ, एउटा एड राखिदिनुहुन्छ। यो अनलाइन बिजनेसको लागि बेस्ट इक्जाम्पल हो। आजसम्म मैले एक्सपिरियन्स गरेको यहाँको धेरैभन्दा धेरै एडभान्टेज हुन्छ। अब तपाईँले आफै यहाँ हेर्न सक्नुहुन्छ। जस्तो यहाँले स्पेन्ड गर्नुभयो $8 है, अलमोस्ट तपाईँले 1000-1200 रुपियाँ यहाँले एड चलाउनु भयो 5 दिनको लागि, 6 दिनको लागि। त्यसमध्ये उहाँलाई आयो 193 मेसेज आयो, कस्टमरको मेसेज आयो। त्यसमा तपाईँको 193 मध्ये तपाईँको अलमोस्ट 80वटा 70वटा 100% जान्छ सामान, उहाँको हिसाबले यो सामान जान्छ। तपाईँ आफै बुझ्न सक्नुहुन्छ कति इन्भेस्ट गर्नुभयो बुस्टिङमा, एड्समा अनि कति उहाँले सेल गर्नुभयो। उहाँको फिजिकल स्टोर मात्र सोअपको लागि मात्रै छ कि मेरो स्टोर छ, सबै कुरा उहाँको अनलाइन नै हुन्छ पुरै। तपाईँको 2% मात्र आउँछन् होला फी स्टोरमा भिजिट गर्न, सबै अनलाइन नै हुन्छ। अनलाइनको अफिस बन्द भयो, कुरियरको उहाँको पनि अफिस बन्द हुन्छ। तल हेर्नुहुन्छ भने यहाँ हेर्नुहोस् 324वटा मेसेज आएछ सेम एमाउन्टमा, त्योभन्दा कमै छ, $60 को एमाउन्ट छ, त्यसमा आएछ 493 मेसेज आएछ कस्टमरहरूको 5 दिनमा, सेम पैसामा 1200-1100मा यति एमाउन्ट आएछ, पैसा के अरे कन्भर्जन आएछ। वाट्सएपमा मेसेन्जरमा कस्टमरको मेसेज आएछ 768वटा मेसेज आएछ तपाईँको अलमोस्ट 1200मा 2200 जतिमा $15मा यति मेसेज आएछ। अनि उहाँको एउटा सामानमा मार्जिन हुन्छ तपाईँको अलमोस्ट 500-600-700 मार्जिन हुन्छ, एभरेजमा एउटा सामानमा मिनिमम यति मार्जिन हुन्छ। अब उहाँले कति सेल गर्नुभयो होला तपाईँले आफैले अनुमान लगाउन सक्नुहुन्छ। 768 मेसेज आएछ, मानिहालौँ 200 जनाले रिप्लाई नै गरे होलान्, त्यस्तै मेसेज गरिदियो होला, रिप्लाई नै गरे होलान्, पनि 400-500वटा सेल त पक्कै भयो होला है। 400-500वटा प्रोडक्टहरू सेल त भयो होला। त्यही हिसाबले तपाईँले मार्जिनको अनुमान लगाउन सक्नुहुन्छ, बुस्टिङ कति इफेक्टिभ हुन्छ अनलाइन बिजनेसको लागि। त्यसो तपाईँको यहाँ $60मा 67 आउँछ है, यहाँ 90 आएछ, यहाँ तपाईँको यो त स्पेन्ड भएको छैन, यहाँ 4 आएछ। कम किन आएछ, यहाँ बढी आएछ, कम किन आएछ, सबै कुराहरू क्लियर हुन्छ है। हामी बुस्टिङ गर्छौँ लाइभ, सबै कुराहरू क्लियर हुन्छ। कम किन आएछ, यहाँ बढी किन आएछ, यहाँ धेरै किन आएछ, 300 आएछ, 400 आएछ। यो तपाईँको अनलाइन बुस्टिङ हुन्छ, यसको एडभान्टेजहरू हुन्छ। यो त सेल्सको भयो। सर्भिसको केसमा सेम त्यही हुन्छ, तपाईँको कम्प्युटर सप छ, कम्प्युटर इन्स्टिट्युट छ, त्यसको केसमा पनि सेम यस्तै हाम्रो चल्छ। सेल्स आउँछ, मेसेज आउँछ, वाट्सएप मेसेज आउँछ, हामी एडभर्टाइज यहाँ गर्छौँ। यो एउटा लाइभ तपाईँको इक्जाम्पल भयो, यहाँको एड पनि यसले चलेछ। अरू यस्तै धेरै बिजनेसको, हरेक बिजनेसको फरक हुन्छ। यहाँको 400 आएछ, अरूको 100 आउला, तपाईँको प्रोडक्ट कस्तो हो, तपाईँको सर्भिस कस्तो हो, त्यही हिसाबले कन्भर्जन रेट पनि हाई हुन्छ, सेल्स पनि हाई हुन्छ। अनि सबभन्दा इम्पोर्टेन्ट है, कुनै पनि बिजनेसमा, अनलाइन बिजनेसमा सबभन्दा इम्पोर्टेन्ट
तपाईँ के हुन्छ भने एडभान्स टार्गेटिङ हुन्छ त्यो टपमा राख्ने। त्यसपछि तपाईँको दुकान है, तपाईँको पसल, तपाईँको पेज भन्नु पऱ्यो भने सिम्पल भाषामा तपाईँको पेज कस्तो देखिन्छ, प्रोफेसनल देखिएछ, पत्याउने खालको देखिएछ कि होइन, फेक जस्तो देखिएछ, आजै बनाएको जस्तो देखिएछ, त्यस्तो केसमा तपाईँको सेल्सको के लो हाई हुनसक्छ। मैले पेज भिजिट गरेँ, यहाँ मैले आएँ जस्तो मानिहालौँ यहाँ एउटा पेज भयो कुनै छ, यहाँको मलाई यो मन परेन, अलि राम्रो लागेन, के हाल्नुभएछ बल्ल हाल्नुभएछ, लोगो मन परेन, लोगो नै होइन जे पाइ हालिदिएछन् है। उहाँको युजर नेम सेट छैन, मोस्ट इम्पोर्टेन्ट चाहिँ के हुन्छ उहाँको युजर नेम सेट छैन। कन्टेन्ट हेर्नुहुन्छ भने कन्टेन्टमा इन्गेजमेन्ट राम्रो छैन, लाइक साइक राम्रो आएको छैन, कन्टेन्ट राम्रो हाल्नुभएछ तर लाइक साइक कम छ। अब मैले यहाँ यो बुस्टिङवाला हो 7.3 के लाइक आएछ, बुस्टिङको लागि बुस्टिङबाट लाइक आएछ त्यो थाहा भइहाल्छ है। जस्तो मैले यहाँ 4 लाइक आएछ, मैले हेरेँ भने 4 लेख आएछ, मान्छेले इन्ट्रेस्ट राखेको छैन, राम्रो छैन होला है। त्यो केसमा एउटा नेगेटिभ थट आउँछ माइन्डमा, किन यस्तो भएछ। त्यहीलाई हामीले पहिला पेज बनाउँदाखेरि के तपाईँको क्लियर पोइन्ट हुन्छ, के हुन्छ, अप्सन के हुन्छ, युजर नेम के हुन्छ, तपाईँको नाम क्या हुन्छ, कन्ट्याक्ट एड्रेस कसरी हाल्ने, म्याप कसरी हाल्ने होइन, सर्भिसहरू कसरी हाल्ने, लोकेसन एड्रेस कसरी हाल्ने, सबै कुराहरू स्पष्ट हुनुपर्छ। अनि तपाईँको पेज प्रोफेसनल देखिन्छ। त्यो मेन इफेक्ट पार्छ तपाईँको बिजनेसमा। नर्मल छ भने मान्छे नर्मल जस्तै गर्छन्, त्यसको यो 400 फलोवर्स छन्, अनि के होला, के बेच्यो होला, के गरे होला होइन, त्यो तपाईँको थट्स आउँछ माइन्डमा। तर यही तपाईँको यहाँ 800 छ भने 8 के भयो भने 10,000 फलोवर्स भयो भने अनि मान्छेले हेर्छ हो यसो ती फलोवर्स छन्, राम्रो गरे होला होइन, मान्छेले फलो गरेछन्, राम्रै गरे होला, राम्रो प्रोडक्ट हाल्यो होला, सेल्स राम्रो भयो होला, पत्याउने मान्छे छ, त्यो फरक पर्छ है। त्यही भएर जहिले पनि हामी आइडी गर्दाखेरि के अरे पेज गर्दाखेरि यो कुरा नोटिस गर्नुपर्छ, सबै कुराहरू नोटिस गर्नुपर्छ। अब यसको ठाउँमा अलि ब्लर देखिएछ, अलि अड देखिएछ, यसको ठाउँमा उसले आफ्नो के अरे इन्स्टिट्युटको आफ्नो कन्स्टिट्युन्सीको त्यो हालिदियो भने फोटो हालिदियो भने, लोकेसन भिडियो हालिदियो भने, अनि उसको के अरे पसलकोबाट फोटो हालिदियो भने अलिक स्पष्ट हुन्छ कि यो लोकेसन यहाँ रहेछ। यस्तै धेरै पेजहरूको बुस्टिङ चल्छ, एड चल्छ, त्यहाँ आउँछ। मार्केटमा नर्मल कुरा अलिक स्क्याम धेरै भएछ आजकलमा। अनलाइन सपिङ गर्नुहुन्छ भने स्क्याम भएछ। त्यही स्क्यामबाट बच्नको लागि हामीले सबै कुरा यो यहाँ अप्लाई गर्ने हो। कन्टेन्ट के राख्नुपर्छ, लोगो छ कि छैन, लोगो छ भने यसको अफिसियल लोगो लागेछ राम्रै होला, मान्छेहरू काम गरेछन् यसको सच्चैमा तपाईँको यसको अफिस होला, इन्स्टिट्युट होला। तपाईँले अर्कै के हाल्नु भयो भने यहाँ अर्कै हाल्नु भयो के होला, यो अलिक डाउट लाग्छ क्या मान्छेलाई, क्लियर हुन्न, त्यो अलिक नेगेटिभ जान्छ। जुन तपाईँको रियल लाइफमा छ, रियल वर्ल्डमा छ, बिजनेस छ, त्यो नै रिप्रेजेन्ट यहाँ गर्नुपर्छ पेजमा। यसको दुईवटा फाइदा हुन्छ तपाईँको। एउटा हुन्छ अनलाइन त जान्छ त्यो कन्फर्मै जान्छ, अर्को अफलाइन पनि तपाईँको राम्रो ग्रोथ हुन्छ। दुईवटा तपाईँको यसको मेन एडभान्टेज हुन्छ। अनि तेस्रो नम्बर के हुन्छ भने तपाईँको के अरे पेज छ, त्यो पेजलाई मेन्टेन राख्नुपर्छ भनेको केही न केही अपडेट हाल्नै पर्छ, जे पनि हाल्नै पर्छ। इन्स्टिट्युट छ भने फोटोस हाल्नुहोस्, स्टुडेन्टको सिकेको भिडियो हाल्नुहोस्, तपाईँको मानिहाल अरू कुनै सेल्स के अरे प्रोडक्ट बेस तपाईँको कम्पनी छ भने सामानको फोटो हाल्नु। तर हप्तामा 5 पटक 5वटा पोस्ट यो मानिहाल्नु कम्पलसरी हाल्नुपर्छ। त्यस्तो केसमा के हुन्छ भने फेसबुकले तपाईँले नोटिस गर्छ कि मान्छेले अपडेट गर्छ, यसलाई अरूलाई सो गर्ने, यसलाई आफूबाट अरू प्लस गरेर सो गराउँछ। तर तपाईँले केही हाल्नुहुन्न भने बुस्टिङको बेला मात्र हाल्नुहुन्छ भने त्यस्तो केसमा तपाईँको पेज जाम भएर बस्छ, फ्रिज भएर तपाईँको पेज यहाँ बसेको हुन्छ, सो ग्रोथ हुँदैन, अनलाइनमा मात्र काम गर्छ है। त्यही भएर एउटा हुन्छ अर्ग्यानिक, एउटा हुन्छ प्याडवाला। हामी पढ्छौँ प्याडवाला, तर अर्ग्यानिक गर्नको लागि तपाईँले यहाँबाट केही न केही हाल्नुपर्छ पेजहरूमा। यस्तो हाल्यो भने रियल रहेछ होइन, थाहा हुन्छ मान्छेहरूलाई।
त्यही भएर केही न केही अपडेट गरिराख्नुपर्छ। यो भयो तपाईँको पेज है। एउटा हुन्छ आइडी, एउटा हुन्छ पेज। जस्तो यो भयो मेरो आइडी भयो, एकाउन्ट भयो है। के हो यो? एकाउन्ट हो, फेसबुक एकाउन्ट हो, नट अ फेसबुक पेज। यही फेसबुक एकाउन्टबाट मैले फेसबुक पेज बनाएको छु, धेरै पहिला बनाएको फेसबुक पेज बनाएको छु मैले। अब आइडीमा के हुन्छ भने तपाईँको पर्सनल नाम हुन्छ, पर्सनल डिटेल्स हुन्छ। म आइडी नै खोलिदिन्छु यहाँ। जस्तो मानिहालौँ यहाँको एउटै आइडी छ है, शर्मा विश्राम एउटा आइडी छ यहाँ। यो भनेको तपाईँको पर्सनल नामबाट हुन्छ। कोहीले भन्छ मेरो आइडी बुस्ट गरिदिने है, त्यसमा एड चलाउने, त्यस्तो गर्नुहुन्न है, त्यस्तो गर्नुहुन्न। गर्न सक्नुहुन्छ तपाईँले आफ्नोबाट गर्न सक्नुहुन्छ, तर अरूले गर्न गाह्रो हुन्छ। किनभने जुन फिचर तपाईँको एउटा पेजमा हुन्छ त्यो फिचर एउटा आइडीमा हुँदैन है। जुन फिचर तपाईँको एउटा पेजमा दिएको हुन्छ फेसबुकले, त्यो आइडीमा दिएको हुँदैन। जस्तो फर्स्टमा तपाईँको पेज यो आइडी खोल्नको लागि तपाईँले आइडी पासवर्ड हाल्नुपर्छ। कुनै पनि मोबाइलमा, सिस्टममा, पिसीमा तपाईँको आइडी खोल्नको लागि आइडी पासवर्ड हाल्नै पर्छ, कम्पलसरी। यो नर्मल कुरा हो, सबैले हाल्छन् है। तर एउटा पेज खोल्नको लागि तपाईँले आइडी पासवर्ड हाल्नु पर्दैन, पेजको एक्सेस दिए भइहाल्छ। यस्तो यहाँ शर्माजीको एउटा एक्सेस पेज छ भने यहाँ मैले एक्सेस लिए भने यहाँको पेजको, उहाँको पेजमा चलाउन सक्छु उहाँको पर्मिसनबाट। उहाँको आइडी खोल्नु पर्दैन है। म मात्र होइन, तपाईँले जति पनि चाहनुहुन्छ जना चलाउन सकिन्छ। जस्तो उहाँको बिजनेस छ, उहाँको बिजनेस पेज छ होइन, मेरो बिजनेसलाई ह्यान्डल गर्नुहोस्। कसैलाई के अरे मेसेजको ह्यान्डल दिनुभयो, कसैलाई कल्सको दिनुभयो, कसैलाई पोस्टिङको दिनुभयो होइन। जति पनिलाई हामीले एउटा रोल दिन सकिन्छ, कम्पनी जस्तै बुझ्नुहोस्। त आइडीमा रोलको अप्सन हुँदैन। आइडी भनेको एउटा मान्छेको मात्र हुन्छ, आइडी पासवर्ड चाहिन्छ, त्यसको लागि बस त्यही हो। त्यही भएर आइडीबाटै पेज बन्छ, न कि पेजबाट आइडी। एउटा आइडीमा तपाईँले मल्टिपल पेजहरू बनाउन सक्नुहुन्छ है। मल्टिपल पेजहरू एउटा आइडीबाट हामीले बनाउन सकिन्छ। अब दोस्रो के हुन्छ भने तपाईँको आइडी ब्लक भयो है, तर तपाईँको आइडीको के अरे पेजको एक्सेस मसँग छ, पेज सुरक्षित रहन्छ, पेज कहीँ जान्न, आइडी मात्र जान्छ। पेज सेफ भयो, सुरक्षित भयो, तपाईँले पेजलाई सेफ राख्नुभयो, तर आइडी गइहाल्छ त्यस्तो केसमा। यही मेन फरक हुन्छ। अरू पनि धेरै पोइन्टहरू हुन्छन्, तर मेन फरक तपाईँको यही हुन्छ। अनि एउटा के हुन्छ भने तपाईँको यो आइडी कहिले पनि बिजनेसको नाममा नगर्नु होला है। पुरानो जसले गरेछ उसको चलेछ अहिले, तर बाई द वे जस्तो मैले राखेँ भने यहाँ अब जस्तो क्लिक कम्प्युटर इन्स्टिट्युट राखेँ भने सपोज मैले आइडी बनाइदिएँ क्लिक कम्प्युटर इन्स्टिट्युट। पर्सि गएर भोलि गएर मलाई मेरो आइडीमा के इस्यु आयो है, तपाईँको आइडीमा के इस्यु आएछ, तपाईँ आफ्नो आइडी प्रुफ दिनुहोस्। अनि के दिनुहुन्छ? तपाईँको पासपोर्ट त त्यसको हुँदैन, इन्स्टिट्युटको दर्ता मात्र हुन्छ। त्यस्तो केसमा तपाईँ फेल खानुहुन्छ, तपाईँको आइडी त्यसले सस्पेन्ड गरिदिन्छ, त्यो रिकभर कहिले पनि हुँदैन। जहिले पनि आइडीमा फर्स्ट नेम अनि लास्ट नेम हुन्छ, तर बिजनेस पेजमा त्यस्तो केही हुँदैन। तपाईँको बिजनेस पेज जति ठुलो छ त्यति बन्न सक्छ, तर यसमा आइडी बनाउनको लागि फर्स्ट नेम लास्ट नेम हाल्नै पर्छ है। फर्स्ट नेम लास्ट नेम हाल्नै पर्छ। पहिलाको टाइममा लगभग 2-3 साल पहिला के थियो भने तपाईँ मान्छेहरू के गर्छ भने बिजनेसको नामबाट आइडी बनाउँथे है, बिजनेसको नामबाट आइडी बनाउँथे। अनि पछि गएर केही समस्या आयो भने त्यो सस्पेन्ड हुन्थ्यो आइडीहरू। तर तपाईँको नामबाट आइडी छ भने उसले तपाईँको फेसबुकले केही इस्यु भयो भने कि तपाईँको प्रब्लम आएछ, मलाई आइडी प्रुफ दिनुहोस्, तुरुन्तै माग्छ उसले। त्यो आफ्नो नागरिकता, ड्राइभिङ लाइसेन्स, पासपोर्ट जे पनि दिए पनि तुरुन्तै सल्भ भइहाल्छ। तर बिजनेसको नाममा छ भने त्यो रिस्की हुन्छ, गाह्रो हुन्छ। त्यही भएर आइडी गर्दाखेरि जहिले पनि फर्स्ट नेम लास्ट नेम नामबाट गर्नुपर्छ, कहिले पनि बिजनेसको नामबाट आइडी बनाउनुहुन्न। यो भयो तपाईँको आइडी र पेजको डिफरेन्स।
त्यसपछि हाम्रो एउटा हुन्छ एड अकाउन्ट हुन्छ है। जस्तो यहाँ मलाई बुस्टिङ गर्नु छ, मलाई यहाँ पोस्ट बुस्टिङ गर्नु छ भने यो पोस्ट छ एउटा, यसलाई बुस्टिङ गर्नु छ। अब हामीलाई चाहिन्छ एउटा एड अकाउन्ट। एड अकाउन्ट तपाईको दुई थरीको हुन्छ। एउटा हुन्छ यहाँ बुस्ट गर्ने बित्तिकै तपाईको तल यहाँ बनिहाल्छ एड अकाउन्ट, अटोमेटिक फेसबुकले बनाइदिन्छ। त्यो हुन्छ तपाईको पर्सनल एड अकाउन्ट है। त्यो हुन्छ तपाईको पर्सनल एड अकाउन्ट हुन्छ। यहाँ मेरो यहाँ अट्याच यहाँ बनेछ, यहाँ लेखेको हुन्छ एड अकाउन्ट पर्सनल बनेको हुन्छ। अनि एउटा हुन्छ बिजनेस पोर्टफोलियो अकाउन्ट। पर्सनल के हुन्छ भने तपाईको केही प्रब्लम आयो भने आइडीमा नर्मल बुस्टिङ यस्तै गर्छन् के, त्यो जस्तो पर्सनल बिजनेस केही थाहा हुँदैन, त्यही भएर त्यो छिटो त्यो के अरे प्रब्लम आउँछ कि आइडीहरुमा। नर्मलमा बुस्टिङ मैले गरेँ, यहाँ क्लिक गरेँ अनि अप्सनहरु आए, फिलफाल गरिदिएँ मैले अनि यहाँ पब्लिस गरिदिएँ, बुस्ट भयो होला। न मैले यहाँ एड अकाउन्ट हेरेँ कुन छ कुन छैन हैन, अनि गरिदिएँ मैले। केही इस्यु आयो भने पछिमा मिलेन भने जस्तो कि उहाँ सरको मेन पावरको छ भने हैन, मेन पावरको सर धेरै प्रब्लम आउँछ है। मैले पनि एड रन गर्छु मेन पावरको, धेरै प्रब्लम आउँछ। त्यही भएर हरेक कुराहरू मिलाएर गर्नुपर्छ। अनि यहाँ मैले पब्लिस गरिदिएँ, ल बुस्ट भयो, यहाँ सबै कुरा मिलाइदिएँ अनि बुस्ट गरिदिएँ मैले भयो। तर मेरो एड अकाउन्ट मैले सेटअप गरेन। मेन हामी यही सिक्छौँ है यसमा, एड अकाउन्ट कसरी सेटअप गर्ने, एउटा प्रोफेसनल एड अकाउन्ट हामीले कसरी सेटअप गर्ने, जुन कहिले ब्लक नहोस्, कहिले सस्पेन्ड नहोस् हैन, केही इस्यु नआओस्, के चाहिन्छ उसलाई फेसबुकलाई सबै दिइहाल्ने अनि त्यसबाट हामीले एड रन गर्ने। त्यस्तो केसमा तपाईले घरिघरि आइडी बनाउनु पर्दैन, एउटा आइडीबाट तपाईले मजाले एड रन गर्न सक्नुहुन्छ, बुस्ट गर्न सक्नुहुन्छ। अब तपाईको यो नर्मल बुस्टिङ भयो, यो हामी डिटेलमा भोलिबाट बुझ्छौँ, यो वाला यो के अरे नर्मल वाला अनि एडभान्स वाला। अब तपाईहरु भन्नुस् अरु केही छ नबुझेको नसम्झेको हैन, केही पहिलो पुरानो केही कन्फ्युजन छ भने भन्नु है। दीपक जी केही छ? छैन सर, बुझ्दै छु, हेर्दै छु। दिनेश जी? हेलो दिनेश जी? ठीक छ सर, ठीक छ, सुन्दै छु। तपाईहरुसँग ल्यापटप छ कि छैन सर? कोसँग ल्यापटप छ? ल्यापटप कम्प्युटर? छ सर, छ ल्यापटप छ। अरु कोहीसँग ल्यापटप छैन भने भन्नु है। ल्यापटप कम्प्युटर छ सर। ओके ओके, ल कम्प्युटर सर बेस्ट हुन्छ के। हजुर, दुई बुझ्नुहुन्छ तपाईले, अनलाइन पर के रे मोबाइलबाट पनि बुझ्नुहुन्छ हैन, तर एडभान्स गर्नको लागि, एडभान्स बुस्टिङ गर्नको लागि कम्प्युटर चाहिँ कम्पलसरी हो के। कम्प्युटर चाहिन्छ त्यसको लागि है। यो नर्मल तपाईँ गर्न सक्नुहुन्छ, म सिकाइदिन्छु, मोबाइलबाट सकिन्छ। तर एडभान्समा सिक्नको लागि तपाईँले कम्प्युटर ल्यापटप चाहिन्छ। त्यसमा के त्यसको इन्टरफेसै यस्तै छ भने त्यो मोबाइलमा बुझ्न गाह्रो हुन्छ, त्यहाँ मिस्टेक पनि हुन सक्छ। अनि तपाईँहरूको डलर कार्ड कोसँग छ अहिले? के छ, बनाउनु भयो अहिलेसम्म? नै बनाइए छैन। ओके, अब यसको लागि छ सर, छ। ओके ओके, ल भन्नु त। त्यही सर, अब डलर कार्डको लागि हैन ब्याङ्क जानु होला। म के भन्छु भने नबिल ब्याङ्कमा खाता खुलाउनु होला। अरू ब्याङ्क पनि हुन्छ तर नबिलमा अलि सिम्पल हुन्छ कि, त्यति तामझाम हुँदैन। एकचोटि खाता खुलाएपछि तपाईँको ब्याङ्क जानै पर्दैन लोड गर्नको लागि, तपाईँले घरैबाट गर्न सक्नुहुन्छ, अनलाइन गर्न सक्नुहुन्छ है। तपाईँको ग्लोबलमा छ भने त्यहाँ पनि गराउँ, त्यहाँ पनि सजिलो छ। कसको छ नबिलमा खाता? मेरो छ सर। ल सर बधाई त्यसो भए त। अरू कसैको छ? सर त्यो अनलाइन त्यसको एप्सबाटै लोड गर्न मिल्यो हैन, नबिलको एप्सबाटै? नबिलको एप्सबाट तपाईँले मजाले लोड गर्न सक्नुहुन्छ है। त्यहाँ गएर अनलाइन गर्नुपर्छ त्यो डलर कार्डको लागि? अनलाइन सर तपाईँले ब्याङ्क खोलाउनु, खाता खोलाउनु, त्यहाँ केही नभन्नु मलाई डलर कार्ड चाहिन्छ भनेर। हजुर, त्यहाँ खाता खोलाइहाल्नु। तपाईँको एटिएम कार्ड पाउनुहुन्छ एक हप्तामा हैन? हजुर, खाता के छ, मोबाइल ब्याङ्किङ पनि छ। हजुर, अब त्यहाँ गएर कार्डको लागि मात्रै एप्लाई गर्नु पर्यो। हो, त्यहाँ ब्याङ्क पनि जानु पर्दैन के।
तपाईँको मोबाइल ब्याङ्किङमा एउटा अप्सन हुन्छ कि भर्चुअल कार्ड भन्ने यही मोबाइलमै हुन्छ म एकछिन म तपाईँलाई सो गरिदिन्छु तुरन्तै है हजुर हजुर नोबेलकै खाता छ यही छ मोबाइलमै ओके त्यो बेस्ट हुन्छ सर एकछिनमा हेर्नुभएको स्क्रिन हजुर हेरिरहेको छु अब फेरि मेरो फिङ्गर प्रिन्ट छ अब यसमा पासवर्ड के मैले राखेको थिएँ ओके ओके एकछिन है यो भयो तपाईँको एकाउन्ट राइट हजुर अब तपाईँको यहाँ हुन्छ एउटा अप्सन भर्चुअल कार्ड भन्ने यहाँ हुन्छ है भर्चुअल कार्ड यहाँ हुन्छ यहाँ अप्सनमा क्लिक गर्नुहोस् हजुर तपाईँको पेन नम्बर हाल्नुहोस् अनि पेनको अगाडिको फोटो हालिदिनुहोस् अनि प्रोसेस गरिदिनुहोस् अनि डन गरिदिनुहोस् त्यो भइहाल्छ योभन्दा पहिला के गर्नुपर्छ भने योभन्दा पहिला है तपाईँले यहाँ जानुपर्छ कार्ड्समा जानुहोस् अनि यहाँ एड कार्डको अप्सन आउँछ यस्तो तपाईँको यहाँ एटिएम कार्डको नम्बर हाल्नुपर्छ है एटिएम कार्ड चाहियो हो त्यही भनेको यस नबिलमा चाहिन्छ एटिएम कार्डको नम्बर यहाँ हाल्नुहोस् अनि एक्सपायर डेट हाल्नुहोस् अनि प्रोसेस गरिदिनुहोस् सेभ भइहाल्छ त्यसपछि भर्चुअल कार्डको लागि अप्लाई गर्नु तपाईँले दिनमा गर्नुहुन्छ भने 10 बजेतिर तपाईँको आधी घन्टा 1 घन्टामा एक्टिभ गरिदिन्छ त्यसले एटिएम कार्ड चाहियो पहिला हो पहिला एटिएम कार्ड चाहियो त्यसपछि तपाईँ एकाउन्ट्समा जानुहोस् अनि यहाँ कार्ड्समा जानुहोस् हैन अनि यहाँ तपाईँको हुन्छ डलर कार्ड यो अटोमेटिक आइहाल्छ यो हुन्छ डलर कार्ड यो हुन्छ तपाईँको एटिएम कार्ड मैले यहाँ क्लिक गरेँ भने अब यहाँ हेर्नुहोस् मेरोमा भर्चुअलमा ब्यालेन्स तपाईँको $0.23 छ अहिले है यो के हो भर्चुअल कार्ड हो तपाईँले ब्यालेन्स लोड गर्नु छ भने यहाँ जानुहोस् कति लोड गर्नुहुन्छ भने $100 $200 हैन तपाईँले कति चाहिन्छ त्यही हिसाबले क्लिक गर्नुहोस् अनि ब्यालेन्स हुनु पर्यो त्यही हिसाबले तपाईँको 140 को दरले पैसा काटिहाल्छ 14 मैले गरेँ भने 140 × 14,000 सम्म काटिहाल्छ पैसा यसले यहाँ गर्नुहुन्छ भने पैसा उसले काटिहाल्छ यस्तै तपाईँको हरेक ब्याङ्कमा तपाईँको यस्तै सिस्टम हुन्छ अप्लाई गर्नको लागि यो गर्नुहुन्छ भने बेस्ट हुन्छ अरू कसैको छ डलर कार्ड दिपक सर छ कि छैन छैन सर मेरो त ल एक त कुन ब्याङ्कमा खाता छ अहिले मेरो सिटिजन अरूमा कुनै छैन नबिल ग्लोबलमा छैन सिटिजनबाटै बनायो भने त्यसैले भन्नु ओके त्यहाँ बुझ्नु होला हैन ब्याङ्कमा चार्ज कस्तो छ के रे इस्यु चार्ज कति लाग्छ हैन बनाएको धेरै लाग्यो भने अर्कोमा ब्याङ्क खोलाउनु होला है हुन्छ भने अरू ब्याङ्कमा तपाईँको 500 लाग्छ कुनैमा 2000 सम्म लाग्न सक्छ चार्जहरू हजुर के दिनेश जी तपाईँको छ दिनेश सर हजुर सर तपाईँको कार्ड छ कि छैन कुनै छैन सर ब्याङ्कमा त छ एकाउन्ट नबिल ब्याङ्कमा त्यसो बेस्ट है त्यही बनाउनु होला नबिल ब्याङ्कमा विशासको छ G3 अनलाइन हजुर मेरै हो सर तपाईँको छ सर कार्ड मेरो चाहिँ खाता छ अब कार्ड बनाउनु पर्छ एकाउन्ट चाहिँ छ नबिल ब्याङ्कमा हुन्छ त्यसो बेस्ट है हजुर त्यसो भए एप्लाई गर्नु होला हैन त्यही सेम प्रोसेस नबिलको लागि अनि ग्लोबलको लागि पनि सेम प्रोसेस हो त्यहाँ पनि कार्ड हुन्छ त्यहाँ इकम कार्ड भन्ने हुन्छ कि भर्चुअल कार्ड त्यहाँ हुँदैन त्यहाँ सिम्पल अप्सन जानुहुन्छ भने इकम कार्ड हुन्छ त्यहाँ अप्लाई गर्न मिल्छ तर एउटा ब्याङ्कबाट एकपटक मात्र अप्लाई गर्न मिल्छ है हैन कि ग्लोबलमा पनि गरौँ नबिलमा पनि गरौँ परौँ पनि गरौँ त्यस्तो मिल्दैन एकपटक एउटा ब्याङ्कमा मात्र गर्न मिल्छ एउटा मान्छेलाई एउटा एकाउन्ट होल्डरलाई धेरै आवश्यकता छ भने आफ्नो फ्यामिली मेम्बरको साथीभाइको युज गर्न सक्नुहुन्छ लिएर अनि तपाईँहरूको पेज कतिजनाको छ यहाँ पेज बनेको अहिलेसम्म बिजनेस पेज हजुर छ सर मेरो पनि छ सर बिजनेस पेज त छ है तपाईँको छ दिनेश जी मेरो छैन सर अहिले छैन हुन्छ तपाईँको नाम नम्बर राख्नु होला त्यो म प्रोसेस बनाइदिन्छु कसरी बनाउने
हुन्छ सर हुन्छ 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 सर होइन अब हाम्रो आज डेमो क्लास थियो हजुर भोलिबाट हाम्रो रियल क्लास स्टार्ट हुन्छ म हजुर। त्यसमा क्युआर हालिदिन्छु के अरे ग्रुपमा त्यसमा फी हालिदिनु होला है त्यसपछि हाम्रो स्टार्ट हुन्छ हजुर तपाईँलाई केही डाउट छ केही कन्फ्युजन छ भने सोध्न सक्नुहुन्छ है ओके सर हुन्छ ओके सर हस् क्लासमा एन्डमा तपाईँहरूलाई म लाइभ गरेर देखाउँछु के त्यो कार्ड रेडी भयो भने त्यो कार्डबाट होइन तपाईँको पेजलाई म लाइभ बुस्टिङ गरेर एड चलाएर देखाउँछु है एउटा काम चाहिँ गर्नु होला तपाईँहरू आफ्नो बिजनेस वाट्सएप हुन्छ नि वाट्सएप हजुर बिजनेस गर्नु होला जस्तो कि प्ले स्टोर भयो मोबाइल मैले गरिदिएँ अनि मैले यता वाट्सएप यहाँ गरेँ यो हुन्छ नर्मल वाट्सएप एलआइबिसी हाल्नु होइन छ भने त ठिकै छैन भने त यसलाई हटाइहाल्ने के अरे छ भने यसलाई हटाइहाल्ने छैन भने अर्को युज गर्ने यसको सट्टामा है यो के हुन्छ भने जसको बिजनेस छैन भने नर्मल कुराकानी गर्नु छ त्यसको लागि बेस्ट हुन्छ तर यो हुन्छ बिजनेस वाट्सएप प्लसवाला आइकनमा यो तपाईँको एक्ज्याक्ट पेज जस्तै काम गर्छ तपाईँको बिजनेस पेज हुन्छ नि फेसबुकमा सेम त्यस्तै काम गर्छ त्यसमा सबै फिचरहरू हुन्छ तपाईँको बिजनेसको नाम लोकेसन एड्रेस ओपनिङ आवर कहिले खुल्छ कहिले बन्द हुन्छ सर्भिसहरू प्रोडक्टको फोटोहरू सर्भिसको फोटोहरू सबै कुराहरू हाल्न हाम्रो यहाँ अप्सन हुन्छ यो वाट्सएपमा तर त्यो पहिलाको वाट्सएपमा त्यो अप्सन हुँदैन यो कुरा भयो नेक्स्ट के हुन्छ भने तपाईँलाई बुस्टको मेसेज वाट्सएपमा लिनु छ भने यो कम्पलसरी हुन्छ है बुस्टको मेसेज वाट्सएपमा लिनको लागि बिजनेस वाट्सएप कम्पलसरी हुन्छ चाहिन्छ नर्मल वाट्सएपमा हामीले बुस्टको मेसेज रिसिभ गर्न मिल्दैन त्यही भएर यो बिजनेस वाट्सएप नै गर्नु होला छैन भने यो गर्नु होला छ भने बेस्ट छ हुन्छ सर बुझ्नुभयो हजुर हजुर हुन्छ सर है अब भोलि यही सेम टाइममा अब यो वाट्सएप रेडी गर्नु होला त्यसपछि भोलि हामी स्टार्ट गर्छौँ हाम्रो मेन कोर्स ओके हुन्छ ओके सर सी यू टुमारो ओके सर है गुड नाइट सबैलाई हस् सर गुड नाइट